इन्द्रबहादुर घलान एउटा वडा नम्बर 1 वासी हो र यहाँको स्वास्थ्यको सम्बन्धी कुरा गर्नु पर्दाखेरि चाहिँ पहिला हामीले स्वास्थ्य धेरै दुःखहरू भोगियो। स्थापना कालदेखि नै हामीहरू त्यसैमा स्वास्थ्यको समितिमा रहेर काम गर्दै जाँदा धेरै दुःख कठिनहरू पनि भोगियो। अनि त्यसपछि हाम्रो स्वास्थ्य चौकी उपस्वास्थ्य चौकी स्थापना गरियो। त्यो कार्यकालमा जुन आएवासम्मको चाहिँ कर्मचारीको कोटा थियो र राम्रै उपचार भएको थियो। पहिला सिडिएचपीले आश्रम हेल्प पोस्ट चलाइरहँदाखेरि भन्दा पनि प्युटारमा राम्रो उपचार पाइयो भनेर सेवाग्राही चाहिँ ठुलै एरियाबाट जम्मा हुन्थ्यो। ललितपुर जिल्लाको उपस्वास्थ्य चौकीमा सेवा लिने डाटा प्युटारकै उपस्वास्थ्य चौकीले टप्ने गरेको थियो। बढी ग्राहकता प्युटारलाई नै दिएको थियो। र त्यसपछि बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनको पहलमा ठाङसिङटार हस्पिटल स्थापना भयो र त्यसपछि उपस्वास्थ्य चौकी पनि हस्पिटलसँगै जोडिएर अहिले उपचारको क्रम स्वास्थ्य चौकी र हस्पिटलको उपचारको क्रम एकै ठाउँमा भइराखेको छ। त्यतिखेर धेरै कठिन थियो। हामीले त्यही कार्यकालमा बर्थिङ सेन्टर पनि तयार पारेको थियो। त्यो बेलामा हामीलाई उज्यालोको धेरै दुःख थियो र त्यो बेलामा चाहिँ हामीले टुकीबत्ती बालेर अथवा टर्च बालेर भने पनि राति पनि उपचार गर्ने गरेका थियो। र अनि पछि हामी सबैको पहलमा दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी सम्बन्धी हामीले पहल गरेर यहाँसम्म बत्ती ल्याउने काम पनि गरियो र बत्ती बालेर चाहिँ राम्रोसँग उपचार सेवा दिने काम गरियो। अहिले राम्रै छ भन्नुपर्छ बत्तीको सुविधा। पहिला लोड सेडिङको अवस्थामा धेरै दुःख पाइरहेको थियो भने अहिले कुलमान घिसिङले जुन बत्तीको लोड सेडिङ हटाएर 24 घन्टे बत्तीको लाइन प्रसारणलाई कहिल्यै बन्द नहुने गरी उज्यालो दिएपछि धेरै सुविधा राम्रो भइरहेछ। विद्युत सहकारीलाई पनि सुझाव त दिनुपर्छ, तर विद्युत सहकारीले जुन हाम्रो त प्राधिकरण होइन, विद्युत सहकारी मार्फत सञ्चालित हो। यहाँ ग्रामीण विद्युत सहकारीले सक्दो सेवा सुविधा दिइरहेछ, त्यसैलाई शुभकामना दिनुपर्छ।